दुईटैलाई बिहे गरिदिउँ दाइ फेरि नेपाल सरकारले त मार्दैन कि दाइ नाइ पाल्न सक्छ भने त गर नि त एरिसको त एरिसलाई त सक्छ कि सुन न ऊ लाइभमा नेपालमा 18 घण्टा ड्युटी गर्छ अनि 5 घण्टा थपेर गरिदिन्छ रे ड्युटी लाइभ बस्दिन्छ रे के को एउटालाई भुइँसीको फारम खोलिदिइहाल्छु एउटालाई मुर्गा फारम खोलिदिइहाल्छु नाइ भाइ मुर्गा फारम भैँसी फारम नखोल त्यो तिम्रो त्यो भेन्टाबारी छैन भेन्टाबारीलाई अलि स्याहार सुसार गर्नले राख दुईजनालाई त्यहाँबाट पैसा आइरहेको छ अहिले त दाइ भेन्टाहरू पनि ठुलो ठुलो भइसक्यो त दाइ खै हेरौँ त हेर्नुहुन्छ दाइ जाऊ त साँच्चीकै मलाई पठाइदिन्छु एक बोरा पठाइदिन्छु भनेर भनेको एक बोरा पठाइदिन्छु भनेर भनेको खै पठाएकै छैन अहिलेसम्म दाइ भेन्टा पनि दाइ ठुलो ठुलो छ है दाइ है हेर्नु दाइ पनि छोटो त कहाँ छ छोटो त अब भेन्टाहरू त अनि भेन्टा देखाएको यो के गर्यो यो भेन्टाको बलात्कार गरेको यो मसँग क्वालिटीको हेर्नुहोस् कस्तो बाङ्गो हो त आम्मा छोडिदेऊ त्यो भेन्टा सेन्टा छोडिदेऊ यता आऊ उता भित्र जाऊ तिम्रो उसमा जाऊ मलाई खै एक झोला पठाइदिन्छु भेन्टा पठाइदिन्छु दाइ साग पठाइदिन्छु यताउति गर्छु भनेको खै अहिलेसम्म पनि केही छैन एरिस त खै रो बसेको लागि किन रोको तिमी दाइ आयो भने त साग सब्जी टन्नै छ नि दाइ साग सब्जीहरू टन्नै रोपेको छ दाइ उतातिर पनि माछा नै माछा छ दाइ अझै के चाहियो दाइ भन्नु नि दाइ म आयो भने माछा खिलाऊ है माछा एकदम मनपर्छ माछा छ दाइ उतातिर पनि दाइ लौकाहरू छ है दाइ केलाई के भन्छ तपाईँको भाषामा दाइ लौका त नल्याऊ भाइ लौका ठिक रातभरि तिमी कुरेर बस्छौ हो रातभरि गुजेर दाइ गाह्रो छ दाइ ठिक छ एकदम यार पुरा गाउँको फिलिङ्स निकालिदियो आयो पुरा गाउँै गएको जस्तो घरतिर गएको जस्तो फिल निकाल्यो यार माया छ यार ल चन्दु ठिक छ कहिले आउनुहुन्छ हजुर घर म किन म हुँदा किन कुल भयो दाइले सोध्दैछ कहिले आउनुहुन्छ घर ए एकैछिनमा गयो त यार कुल भइतिर सम्झाएला चन्दु सम्झाएला है कहिले त्यहाँ हेर त यता हेर तिमी त्यस्तो अब छोटो भेन्टा देखाउँछ अनि के काम त अनि मनै मर्यो चन्दु सुन चन्दन सुन तिमीले त्यहाँ उता हेर दुईजनाले म्याचिङ गरेर टी सर्ट लगाएर आइसक्यो व्हाइट कलर हेर त तिमी म पनि दाइ कम्ती छ दाइ हेर्नु दाइ अनि पहुँच ठिक छ कहिले आउने हजुर घर म त खै बोलाउँदैनन् घरकाले अनि के गर्नु त घरतिरको मान्छेले कसैले बोलाए त हुन्थ्यो नि आउनु पर्यो मम्मी एक्लै हुनु अनि त्यस्तो गरिसके खै आफ्नोतिरकाले चाहिँ बोलाएनन् के बरु चन्दन तिमीहरूको एरिज र चन्दनको त हातको ट्याटु पनि सेम रहेछ त के हो तपाईँको नि छ त नि ट्याटु तपाईँसँग चाहिँ भन्न मिल्दैन ए मेरो पनि छन त छ एरिसको त कस्तो एरिसको त धेरै ठाउँमा ट्याटु छ नि दाइ मलाई के थाहा त अनि मलाई नभन त्यस्तो जासुकै बोस मैले अस्ति देखेको थिएँ दाइ फोन गर्दाखेरि हजुर ए ल यस्तो कुराहरू बोल्ने त्यो व्हाट्सएपको कुराहरू बोल्दिन ल यो व्हाट्सएपको कुरा भनेको चाहिँ के हो भन न के हो यो व्हाट्सएपको कुरा चाहिँ व्हाट्सएपमा अब धेरै कुराहरू हुन्छ नि त माया प्रेमको कुराहरू उताउति कुराहरू भइहाल्छ नि त है तेरि गएन त्यस्तो नगर माया तिम्रो त अस्ति भर्खर बिहे भएको होइन के छोडपत्र भइसक्यो दुईटा बुढीले छोडिदियो दाइ के गर्नु दाइ अब भुटिनेको पछि लागेको छु दाइ म अनि गर्लफ्रेन्ड बनाउनु थियो कुन सिमेन्टतिर बनाउनु ठिक हुन्छ अरे चन्दनकै भेन्टाले त्यहाँ बारीको भेन्टाले बनाउनु ल ठिक छ ल ओके राम्रोसँग बस म पनि जान्छु अहिले के भिड्ने हो कि रेडी छु म रेडी छु म कुल भयो दाइ भने एक गेम खेल्दिउँ न ल को मतिर चाहिँ को ल एरिस मतिर ल
एरिस र म ल त हुन्छ। रेडी तपाईँ घर आएको बेला मलाई भन्नु ल। किन म घर आएको बेलामा चाहिँ किन भन त के राखेको छौ छ नि पनिसमेन्ट हुन्छ वान एन्ड डन हो तर पनिसमेन्ट हुन्छ ल त हुन्छ दाइ जे पनिसमेन्ट ल जे पनि हेर्न म जितिहाल्छु नि। जे पनि भोटिङलाई टेन्सन भयो त त्यहाँ पुङ्गो पुङ्गो आना ओए आले पुङ्गो हानाङ निजी हानाङ सिजी सिजिवाङ सिजिवाङ आले आले पुङ्गो गाड्डो बड्याब खै त स्कोर खै त हाम्रो गाइज खै त स्कोर त कता 1800 कता लेकर घाँटीमा माल लगाउने। यस्तो नदेऊ यो छाडा हुन्छ यो त्यो पछाडिपट्टिको डन्डामा माथि चढ्न लगाऊ कि के हो चन्द्रले चढ्छ नि उसले त। त्यस्तो होइन जसको सबैभन्दा थोरै स्कोर त्यही पनिसमेन्ट गर्ने हो यो चाहिँ चेष्टा हो। जसको सबभन्दा थोरै उसले पनिसमेन्ट गर्नु पर्यो डान्स कुल हेर न मलाई कस्तो हेप्छ मेरो स्कोरै आउँदैन भनेर हेर न। त्यो त नएक्दम प्लिज यो भोटेले त रोइदेऊ न हाब्रे रोइदेऊ भोटिनी हेर हाब्रे कति मस्का लगाएको होइन अनि उनीहरूले मलाई एउटै भन्छन् कि अनि सुन न कुल यो भोटेनले मलाई कस्तो हेप्छ मेरो स्कोर आएन भनेर हेर न। नएक्दम न प्लिज यार बिचरा वेरिसलाई किन हेपिरहेको छु यार त्यस्तो नगरिदेऊ यार लभ्स यार अनि अलवेज यसको ठुलो छ नि त अनि ठिकै छ त फिजिकल एपियरेन्समा चाहिँ त्यस्तो बुली नगरिदेऊ न प्लिज बिचरालाई यार हाब्रे चाहिँ नभनिदेऊ न हाब्रे भन्नु हुँदैन कि है हाब्रे भन्यो भने चाहिँ नराम्रो फिल हुन्छ कि बिचरा कति हाब्रे भन्छ हाब्रे भन्दाखेरि कति अप्ठ्यारो पनि लाग्छ होला के नभन्नु रे गाह्रो छ दाइ गाह्रो छ भोटिने के नभन्ने रे हाब्रे भन्नु हुँदैन कि त्यस्तो अनि ओठे कस्तो हुन्छ ओठे कस्तो हुन्छ ठिक छ ओठे ठिक छ है नाइ के त्यस्तो के पनि नभन स्विटी भन न स्विटी स्विट छ त लुक्स फेरि आमा त मरिहाले अब आज रातभरि सुत्दैन आज रातभरि मरिहाले कपाल युवा है पुरै मस्क्यो भन्दैछ यहाँनिर गाह्रो छ भोटिनी ल भोटिनी पनिसमेन्ट गर उठ त न एरिस उठ पनिसमेन्ट गर हेर्नु न म तपाईँसँग बसेर नि मलाई पनिसमेन्ट गराउँछन् हेर्नु न। नगरिदेऊ न प्लिज के बिचारालाई कस्तो सानी बच्चालाई यो लाइभ पुरै भिडियो कल होइन पुरै दुईजना फिल्म आछ फिल्ममा नगरिदिनु प्लिज छैन हामी